अहिले पनि नेपालको कम्युनिस्ट पार्टीहरूलाई मैले गतिशील भन्दैन पर्यो। कहाँनिर छैनन् भनौँ न? कहाँनिर छन्? सबभन्दा गतिशील कोही छन् भने नेपाल कम्युनिस्ट पार्टीहरू छन्। कहाँनिर के भयो भने गतिशील छन्? किन गतिशील? जनताको कुरा नसुन्न गतिशील छन्। त्यस्तो त होइन। सबभन्दा बढी सडक निर्माण कसले गर्छन्? सडक निर्माण कसले गर्छन्? कम्युनिस्ट पार्टीले गर्छन्। जनताका बीचमा जाने प्रयास कसले गर्छन्? कम्युनिस्ट पार्टीले गर्छन्। कार्यक्रम गतिविधिहरू कसले गर्छन्? कम्युनिस्ट पार्टीहरूले गर्छन्। झापामा तपाईँको पार्टीको जिल्ला कमिटीको उहाँहरूको पार्टीको जिल्ला कमिटीको 2 जना सचिवालय सदस्यलाई भेटेको मैले र सोधेको चुनाव आयो त्यो पनि कति दिन अगाडि, चुनावभन्दा 5 दिन अगाडि सोधेको मत केमा हालिन्छ भनेको भोट त सर व्यक्ति भोट चाहिँ घन्टीमा हो, अब अर्थ पार्टीकै भोट हाल्ने हो। त्यही हो निर्माण गरेर अवश्य पनि त्यो त भयो होला। ती मान्छेहरूको नाम चाहिन्छ भने मैले दिन्छु। होइन परेन, अहिले त्यस्तो भयो पनि होला। त्यो भएर त त्यो कुरालाई चाहिँ स्वीकारिन्छ। अर्को कुरा चाहिँ अब हामी अलिक पुराना पार्टीहरू होइन प्रमुख पार्टीहरू अलि लामो समयदेखि पार्टीहरू प्रमुख हो नि, किन होइन? अहिले पनि जनमतका हिसाबले हो ऊ त अहिले त सत्तासीन पार्टी छ कि ऊ सत्तासीन पार्टी हो। यो क्षणिक कुरा सधैँभरि रहिरहने कुरा होइन क्या। फेरि पनि नेपालको चाहिँ योगदानका हिसाबले, हिस्ट्रीका हिसाबले, स्ट्रगलका हिसाबले, जनताको चाहिँ कामका हिसाबले सबै हिसाबले प्रमुख पार्टी हो नि एमाले कांग्रेस। दाबी भने जनताको दाबी होइन भने जनताले त अर्कोबाट मैले सोधेको चाहिँ 5 वर्ष पक्नुस् न। ए सर 73 साल पनि हिजो आएको थियो। 25 हो के? कतिपयलाई त्यसै बेला लागेको थियो। ठिक छ 25 हो, त्यो हामीलाई थाहा छ नि त। उहाँले भन्नु भने हाम्रो हामीलाई थाहा थियो नि त। तपाईलाई थाहा छ एमाले 64 मा कति ल्याएको? जम्मा 33 ल्याएको। 240 मा। अहिले त 165 मा 25 हो नि, के अरे 9 हो नि हैन? त्यो पनि कमै हो। त्यो बेला पनि 240 मा जम्मा हामी 33 ल्याएको थियो। जम्मा 100 सिट थियो। 601 त्यो त नजाम न। युवराजी कहाँ आउँछु तपाईँलाई अलि खोकिला छ, पानी पनि खानुस्। युवराजी एउटा चीज मैले नबुझेको नि, विदेशमा बस्ने या नेपाल बस्ने युवा चाहिँ सबै त्यही ठाउँमा के भएर गयो? तपाईहरुसँग उनीहरुको विकर्षण चाहिँ किन भयो होला? त्यो चाहिँ खास कुरा के हो भने हाम्रो सर्भिस डेलिभरीको ठूलो समस्या हो, हाम्रो पद्धतिको समस्या हो। त्यसकारणले हामी चाहिँ मैले भन्दाखेरि अन्यथा नलागोस्, हामी भन्न चाहिँ नेपाललाई पोलिटिकली एकदमै अवेर, एकदमै सचेत, संसारका सबैभन्दा सचेत भन्ने दाबी गरेर आएको पार्टीको मान्छे हो म पनि। छुट्टै धातुले बनेको भनेर दाबी गरेको पार्टीको मान्छे। तर मलाई अहिले के रियलाइज भइराखेको छ भने मैले संसारलाई अध्ययन गर्दा हामी सबैभन्दा पछौटे चेतना भएको मान्छे हो भइरहेको छ। थर्ड वर्ल्ड कन्ट्रीका तपाईले अन्तर्मनबाट रियलाइज गरे मैले। मेरो रियलाइजेसन हो, मलाई यो भन्दा केही डर छैन। हामी एकदमै, तपाई पनि हो, म पनि हो। तपाईलाई के लाग्छ अहिले राजेन्द्र भैनीलाई भन्दाखेरि म त कति नेतालाई अन्तर्वार्ता लिएको, कतिले यिनीहरूलाई त होइन। त्यो तपाईमा एउटा छ, म यत्रो युद्ध लडेर आएको, क्रान्ति गरेर आएको, म कम छु भने मलाई लाग्छ। तर तपाईले मेरा सकारात्मक कुरा स्वीकार्नु पर्यो र मैले तपाईका स्वीकार्नु पर्यो भने हामी सक्दैनौँ। हाम्रो समस्या नै त्यही हो। यही नै प्रब्लम हो। मैले के भन्छु भने यो देश चाहिँ मिलेर बनाउनु पर्छ भन्छु के, मेरो दृष्टिकोण हो यो। मिलेर सबै पोलिटिकल पार्टीहरू मिलेर बनाउनु पर्छ भन्ने त्यो आइडियोलोजीमा छु म अहिले। म तपाईलाई एउटा कुरा भन्छु, मैले हिजो पनि इन्टरभ्यू दिइराखेको छु। अहिले रासोपाले राम्रो गर्छ भने हामीले गर्न दिनुपर्छ। करेक्ट। किन देश बनाउने हो, रासोपासँग हामी मिलेर बनाउने हो। गलत गर्न थाल्यो भने हामीले खबरदारी गर्ने हो र त्यो गलत बाटोमा जान नदिने हो। यसको कारण चाहिँ के छ भने नेपालमा किन सहकारी गर्नुपर्छ भन्ने पनि मसँग कारण छ। त्यो भनेको चाहिँ जियो पोलिटिक्स हो। जतिसुकै ठुला आदर्शका कुरा गरे पनि यो जियो पोलिटिकल ब्यालेन्स नमिलाइकन र आन्तरिक एकता सुदृढ नगरिकन नेपाल बन्दैन। ब्यालेन्स त के जोसुकै आए पनि भन्नेवाला छैन। नेपालमा केही नभएर विदेश गएको होइन। नेपालमा काम गर्दाखेरि पारिश्रमिक राम्रो पाइन्थ्यो। नेपालका युनिभर्सिटीमा युकेमा गएर पढ्ने विद्यार्थी भन्दा राम्रो पढाइ पनि हुन्छ। युनिभर्सिटीमा पढाइ पनि हुन्छ भन्दा उहाँ होइन, त्यो हाँस्नु पर्दैन। उनीहरू किन त्यहाँ गए भने यहाँको झन्झटिलो प्रक्रियाले यहाँ त मान्छे फ्रस्ट्रेटै हुन्छ नि त। यहाँ तपाईँको प्लेनको टिकट काटिसकेका हुन्छ, एउटा सामान्य केही करेक्सन गर्नु पर्यो र तपाईँको सिडिओ कार्यालय गयो भने भोलि आइज भनिदिन्छ कि। उसको मर्म के छ मतलब छैन, उसको गोलीमा खर्च छ कि छैन, बेलुका बस्न मतलब छैन कि। त्यस्तो खालको तपाईँको अमानवीय परिपाटीमा छौँ कि हामी। त्यो पद्धतिमा सबै रिफ्लेक्सन अब उसले गर्छ क्या। यसको इरिटेसनबाट देश विदेशमा भएका युवाहरूले चाहिँ यो देश चेन्ज गर्नको लागि यिनीहरू पुरानाले गरून् नगरून् छैन, गल्ती गरे पनि राम्रो गरे पनि नयाँलाई दिउँ भन्ने उनीहरू भोट चेन्ज गरौँ भन्नेमा उनीहरू गए। यही नेपालमा बसेर एउटा प्रतिनिधि, जनताको प्रतिनिधि भएर काम गरिराखेको मान्छेलाई म आज लाइसेन्स रिन्यू गर्न गएँ, नागरिकता रिन्यू गर्न गएँ, पासपोर्ट रिन्यू गर्न गएँ भने म इरिटेट हुनुपर्छ। उनीहरू त किन नहुनु? अनि यो जम्मै बनाएको त यिनीहरूले त हो नि भन्ने अर्थ लाग्छ। त्यो लागिहाल्छ नि, स्वाभाविकले लाग्छ, डेफिनेटली लाग्छ। त्यसकै परिणाम हामीले भोगिराखेका छौँ। करेक्ट। साँच्चै नेताहरूमा यस्तै रियलाइजेसन आउने हो र बोली जस्तै व्यवहार हुने हो भने चाहिँ यो देश सुन्दर हुन्थ्यो।